Hello everyone, welcome to a day in my life. आज चाहिँ मेरो छुट्टी हो अनि सुपर मार्केटमा गएर हल्का सपिङ गरेर अनि घरमा आएर हिँड्दै अनि खानासाना बनाएर खाएर यो चाहिँ मेरो आजको फेभरेट रेसिपी हो पोर्क चप डिप फ्राइड अनि म हिँडे टाउनतिर सेन्ट्रलको हे मार्केट भन्ने ठाउँमा यो चाहिँ मेरो फेभरेट हे मार्केटको सिटी सेन्टर भित्र चाहिँ यहाँ चाहिँ म 3 चोटि गइसकेको छु। यहाँ चाहिँ टन्नै फुड स्टलहरु छ जस्तै सिटी के रे फुड स्ट्रीट जस्तो स्ट्रीट फुड स्टाइलको र यहाँ चाहिँ मैले प्राय सबै खाना खाइसकेको छु। यहाँ जस मध्येमा मलाई सबभन्दा खाना बाँकी चाहिँ यहाँको डिजर्टमा चाहिँ मैले खाना बाँकी भनेको चाहिँ यो चाहिँ जापानिज कटन क्यान्डी। यो चाहिँ एकदमै मिठो हुन्छ, सफ्ट अनि चिजी अनि एकदमै गुलियो पनि धेरै हुँदैन। अनि यो खाएर म चाहिँ यहाँबाट बिस्तारै निक्ले अनि यहाँबाट त्यसपछि म यहाँबाट निक्लेर हिँड्दै सिटी रेलवे स्क्वायर गए। त्यहाँबाट 483 को बस चढेर म चाहिँ आज चाहिँ सिटी टुर गर्दै सरर आएँ। त्यहाँबाट चाहिँ भिक्टोरिया पार्क, युनिभर्सिटी अफ सिडनी हुँदै म चाहिँ स्टारफिल्डतिर गइरहेको थिएँ। त्यहाँ लगभग 40 मिनेट लाग्दो रहेछ त्यहाँदेखि बसमा आउँदाखेरि। ठ्याक्कै घर अगाडि नै आइपुग्ने हिसाबले हुनाले मैले चाहिँ यो चुज गरेको। अनि यो चाहिँ यही हो यहाँको सिडनीको सिटी। यो चाहिँ बाटोहरू चाहिँ एकदम सफा हुन्छ यहाँ चाहिँ। कति रमाइलो। यति भन्दै बाबाई आजलाई बाबाई।